के यसरी सुतिराख्दाखेरि होइन अनसन बसिराख्दा सुन्ला त सरकारले? अब यो सरकारले सुन्ला नसुन्ला भन्ने कुरामा चाहिँ के छ भन्दाखेरि निकोलस दाइ भन्दा अगाडि पनि यहाँ धेरैजना सडकमा बसिराख्नु भएको छ, आज पनि हुनुहुन्छ होइन। अहिलेसम्म उहाँहरूको सुनिएको त छैन, तर यसरी दबाब दिइराख्दा एक न एक दिन सुन्नुहुन्छ कि भन्ने अझै पनि आशले नै निकोलस भुसाल आज यहाँ सडकमा हुनुहुन्छ। कति दिनसम्म बस्नुहुन्छ, कति दिनसम्म लम्बिएला त यो अनसन? अब अनसन भनिसकेपछि यस्तो हुन्छ दाइ, अनसन भनेको कुरा कहिले पनि आफूले तोकेर यति दिन बस्ने उति दिन बस्ने भन्ने हुँदैन। जहिलेसम्म सकिन्छ, शरीरले जहिलेसम्म साथ दिन्छ त्यही दिनसम्म चाहिँ अनसनमा बसि नै राख्छ। जस्तो अघि एकजना जेन्जी हुँ भन्दै आउनु भएको थियो होइन, यो चाहिँ ठिक भएन, जनताले दुःख पाए, जहिले तहिले आन्दोलन माइती घरमा यो जाम साम जनताले दुःख पाए, यिनीहरू ढोगी हुन् भन्दै हुनुहुन्थ्यो कि के भन्नुहुन्छ उहाँ? हामीलाई ढोङ्गी भन्नुभयो हामी सडकमा यस्तो हो। अब आफ्नो सोच हो होइन, सोच कसैको हामीले बदल्न सक्दैनौँ पहिला कुरा होइन। यो सडकमा आएर नि दिनरात लड्नलाई इट्स नट द्याट इजी। उहाँहरूले सोचे जस्तो सजिलो छैन, यो कुरा उहाँहरूले बुझ्नुपर्छ। यहाँ रमिता देखाउनलाई आएको होइन, हामीलाई पनि धेरै गाह्रो छ सडकमा आएर दिनरात लडिराख्नको लागि। यिनीहरू परिचालित हुनु, यिनीहरू कहाँबाट आउँछन् त भनेर पनि भन्छन् होइन, तपाईँहरू के परिचालित नै हुनुहुन्छ त? हामी परिचालित भएको भए त अब साथीभाइलाई यहाँ पैसा छैन, गाडी भाडा गाडी चढ्नलाई बचेन भनेर हिँड्दै आउनु भएको साथीभाइ छ होइन। अब हिजो पनि हामी दिनभर आन्दोलन गरेको, यहाँ रोडमा आएर हामी खाजा खाएर बस्न सक्थ्यौँ होला, हामीले त्यो पनि गरेको छैन। हामी दिनभर यहाँ रोडैमा छौँ होइन, हामी कहीँबाट पनि परिचालित छैनौँ अझै। जस्तो अहिले पछिल्लो समय जेन्जीका अगुवाई भनेका सुदन गुरुङ दलहरू पनि अब यो विषयमा चाहिँ म पोलिटिकल्ली छैन दाइ, प्लिज यो क्वेसन चाहिँ मलाई नगर्नु होइन। कसरी गर्ने अब देशको निकास कि चुनाव गरेर हुन्छ या कि त संसद पुनर्स्थापना दुईटा मात्रै बाटो छ भनेर चाहिँ अहिले सरकारले त्यो संसद पुनर्स्थापना भन्दा पनि अबको हाम्रो चाहिँ राम्रो बाटो भनेको चाहिँ चुनावबाट चाहिँ हामीलाई देशलाई चाहिँ निकास दिनु हो भनेर चाहिँ सरकार अघि बढिरहेको छ। तर तपाईँहरू त्यसैलाई चाहिँ दबाब दिन भन्नु चुनाव कसरी होइन, चुनाव कसरी बेटर वे त्यो मलाई भनिदिनुहोस् क्या। चुनाव कसरी बेटर वे? त्यही केपी ओलीहरूलाई लगटेर उ गर्यो। अहिले केपी ओलीले त्यो महाधिवेशन गर्दाखेरि यही जनता फेरि भेडा जनताकै आँखा त्यो अन्ध जस्तो होइन, कान नसुन्ने जस्तो गरेर अहिले फेरि उहाँहरूलाई सपोर्ट गरिराख्नुपर्छ। चुनाव कसरी गतिलो भने अब तपाईँहरूले संविधान संशोधन गर्ने भन्दै गर्दा संविधानले नि मान्छ त, दिन्छ त तपाईँहरूलाई संविधान संशोधन गर्नको लागि यो सरकारले गर्न सक्छ त? यो सरकारले चाह्यो भने गर्न चाहिँ सक्छ। सरकारले चाहेर सक्दैन नि त, संविधानले दिनु पर्यो, कानुनले दिनु पर्यो। त्यही संविधानै संशोधन गर्न खोजिरहेको छौँ नि त, त्यो संविधानलाई हामीले गर्नै पर्छ नि त भन्ने कुरा संविधान नि संशोधन गर्नको लागि कसरी गर्ने त उयो नै छैन के। अब जस्तो अहिले के हुन्छ भने ठुला दलहरू हुन्छ नि, ठुला यो होइन न यस्तो नि त, म पोलिटिक्स गर्न आएको मान्छे होइन होइन। मैले यति हो कि म एउटा कुरा चाहिँ के भन्छु भन्दाखेरि म जेन्जीको आन्दोलनमा म एकदम एक्टिभली लागेको मान्छे होइन। मैले भोलिन्टियर गर्नेदेखि लिएर मैले आफूले त्यो ठाउँमा आफू कसरी जानुपर्छ भन्ने कुरा म एक्लै गरेको मान्छे हो होइन। मैले चाहिँ बचाउनु पर्छ। अब कसरी हुन्छ म त जहाँ पनि देखिनुहुन्छ क्या तपाईँले, म जहाँ पनि देखिनुहुन्छ तपाईँले।